कहाँ कति पर्छ ल सबले हाय 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 ल तपाईको च्यानलको नाम के हो अलि आउ न यहाँ आएर सोध यार च्यानलको नाम के हो कमेडी बाबा COMEDI है केटा हो हेलो ग्याङहरु के छ ठिक छ नि हैन म चाहिँ आज टक्क हैन थैवतिर ससुराकोतिर गइरहेको थिएँ बुढोकोमा टक्क गयो हेरी फेरि आज हिजो गएको थिएँ आउनु चाहिँ आज अलिक ढिलै आएँ म आज टक्क फर्किँदैछु म चाहिँ यहाँ अहिले फुपूले मलाई पैसा दिइराख्नु भएको थियो कि म भिडियो सिडियो हान्दै हिँड्नुपर्ने हुन्छ नि त सो त्यही भएर म चाहिँ पैसा लिइनँ जति सक्नुहुन्छ त्यही ल गाडी भाडा नि लिएर भन्ने खालको कुरा गर्नुभएको ठिकै हो त्यो पनि जस माया छ होइन माया गर्नुहुन्छ अब त्यस्तै परेको बेलामा त होइन मसँग कुनै बेला भएन भने कुनै ठाउँमा गएर त्यस्तो माया नगरेको मान्छे पऱ्यो भने खत्तम हुन्छ कि जे पनि बुझेन माया छ त्यो सानो गाउँ पनि त्यो धेरै टाढो छैन यहीँ हो सानो गाउँ पनि यहाँबाट लगभग म चाहिँ अब कति टाइम लाग्छ भन्दाखेरि मलाई चाहिँ सानो गाउँ पुग्नलाई लगभग कति टाइम जति लाग्छ भन्दाखेरि 25 मिनट जति लाग्छ हिँड्ने हो क्या डह्रो हिँड्ने होइन म गाडी साडी चढ्दैन किनकि अब यहाँबाट मलाई गाडीले साध्दो बाटो अनि त्यसपछि घरकोदेखि सानो गाउँ 45 मिनट लाग्छ म हिँडेर मलाई 30 मिनटमा पुगिदिन्छु म चाहिँ पानट्याङ्गी आइसक्यो है पानट्याङ्गी जी हो सानो गाउँको पानट्याङ्गी हिँडिरहेको छु डह्रो हिँडिरहेको छु भिडियोमा चाहिँ साथ दिनु होला होइन स्किप नो फुच्चे ग्याङहरू चाट्ने अब टक्क गएर म बोका त बोका म बोका त बोका हामी बोका होइन भने भन् त्यहाँ आइरहेको छु फुच्चेहरू देखिरहेछ नि होइन तर के भनेर चाट्ने बच्चाहरूलाई भन्ने कुरो भइरहेछ होइन ग्याङहरू फुच्चे ग्याङहरू फेरि आइरहेछ जङ्गी अबुई कसको छोरा फेरि कत्रो जङ्गिरहेको अबुई वाट्सअप ग्याङ वाट्सअप के छ केटा हो ठिक छ हाई भन्दै ल यता आएर भन न यहाँ आएर ल कहाँ कति पर्छ ल सबले हाय 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 ल तपाईको च्यानलको नाम के हो अलि आउ न यहाँ आएर सोध यार च्यानलको नाम के हो कमेडी बाबा COMEDI है केटा ल म चाहिँ आज फेरि थैबाट हिँड्दै सानो गाउँ लगभग आइ नै सकेको छु सानो गाउँको यात्रा कम्प्लिट ट्राभल कम्प्लिट आजको मैले चाहिँ अब होइन घरको लागि मैले केही गर्नुपर्ने भएको छ क्या केटा अब कस्तो बुझन होइन के भन्नु खोजेँ भन्दाखेरि मैले चाहिँ अब मेरो घरमा चाहिँ दिदी बहिनी दाजुभाइहरू कोही पनि हुनुहुन्न होइन अनि म एक्लै हो सो अब म चाहिँ तातिनु पर्ने भएको छ म होइन बाहिरको प्रोसेसमा छु केटा हो अब सकेसम्म भयो भने राम्रै कन्ट्री नभए भने उताउति लौडा गर्छन् होइन हुन्छ नि अब चाहिँ तत्कालको लागि भनेको चाहिँ म इन्डियातिर लाग्दिन लागिरहेको हो चल्दिने हो कि नेपालमा चाहिँ नबस्ने होइन अब चाहिँ मैले केही गर्नुपर्ने भएको छ मैले तातेन भने चाहिँ अब केही पनि हुँदैन होइन थाहा छ मलाई किनकि भोलिको दिनमा बाबाआमाको आशा भनेको म एक्लो हो होइन म एक्लै छोरा हो कि मैले अहिले केही गरेन भने आशा थाहा छ मलाई बाउको पनि आशा टुट्ने छ होइन सो त्यही भएर नै गर्नुपर्ने हुन्छ केटा हो मैले त्यो बेलामै बुद्धि आएको भए मैले केही न केही त गरिसकेको हुन्थ्यो होला होइन तर ठिकै छ अहिले पनि केही छैन बिग्रिएको केही छैन साथी तपाईँले म एकदम मिस गरिरहेको छु होइन